Back to my another vlogs. I hope तर पनि सबै सन्चै हुनुहुन्छ होला म पनि फिट एन्ड फाइन छु सो अहिले आज चाहिँ हामी चाहिँ मेलम्चीपट्टि साइड ट्रिप गरेको थियौं मेरो चाहिँ अनि अहिले चाहिँ म मेलम्ची बजारको भन्दा नि मेलम्ची अन्दानी बाटोको जिरकुलो छ भन्ने ठाउँमा चाहिँ राति 3 बजेतिर आएर सुतेको अहिले भर्खर लगभग नेपालको 10 बज्यो अनि अहिलेसम्म सुतेर भर्खर उठेको अनि अब चाहिँ हामी यसो खानासाना खाएर चाहिँ अब हामी चाहिँ यहाँबाट हिँड्नु पनि हुन्छ सो यहाँ चाहिँ जिरकुलामा चाहिँ एकदम गाडीहरू चाहिँ धेरै पार्किङ गरेर हुन्छ कि तपाईहरुलाई देखाइदिन्छु यिनीहरू अझ यहाँ देखिरहेको त अलिअलि देखिरहेको छ कि यहाँ तल पम हो यो यहाँ पमहरुमा धेरै टिफरहरू चाहिँ धेरै नै लगभग 100-150 वाला पार्किङ यतै हुन्छ हैन अनि यहाँबाट चाहिँ ड्राइभरहरू चाहिँ खानासाना खाएर चाहिँ छुट्टिनुहुन्छ के छुट्टिनु भन्दा नि कोही के लोड गर्ने पर्ने हो त्यो लोड गर्न जान्छ अनि लोड गरेर आएर चाहिँ फेरि यहीँ आएर बसेर चाहिँ अनि बेलुका यहाँबाट चाहिँ 8 बजे छोड्छ ट्राफिकले अनि 8 बजे छोडेपछि अनि काठमाडौँ जानको लागि चाहिँ हामी तयार हुनुपर्छ सो ओके लेट्स गो अब हामी खानासाना खाएर रेडी हुनुपर्छ खानासाना खाएर चाहिँ अनि हामी गाडी लिएर चाहिँ लोड गर्न जानुपर्ने हुन्छ अनि आजको हाम्रो लोड चाहिँ के परेको छ भने बाला लोड गर्नुपर्ने हुन्छ वासिङ हाल्नुपर्ने हुन्छ वासिङमा चाहिँ पानी सानी चुइने यताउति हुन्छ कि अनि त्यही भएर वासिङ बाला चाहिँ अलिक सन्च छैन त्यही भएर वासिङ बाला चाहिँ अलिक चाँडै नै हाल्नुपर्ने अनि हाल्नुपर्ने हुन्छ अनि पानी चुइन्छ नि त अनि वासिङ पानी चाहिँ चुइने हुनाले चाहिँ अलिक चाँडै बाला हालेर चाहिँ अनि पानी तर्काएर चाहिँ बस्नुहुन्छ लगभग 2 घन्टा चाहिँ पानी तर्काउनै लाग्छ कि अनि सो त्यसैले चाहिँ हामी चाँडै गरेर बाला लोड गरेर बस्नुपर्ने हुन्छ त्यही भएर चाहिँ आज चाहिँ हामी खानासाना खाएर हिँड्नुपर्ने हुन्छ ढिलो भइसक्यो सो हेरौँ आजको भ्लग कस्तो हुन्छ साथीहरू है र जो साथीहरू नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ सब्स्क्राइब गरेर कमेन्ट गरेर चाहिँ सहयोग सपोर्ट हैन गर्नु होला हैन यस्तै हो ओके गाइज Zero Killa Bazar. Bazar Ipugo guys. Don't look at full. हामी चाहिँ हैन कर्सर आइपुगिसक्यो है हैन कर्सरको ठाउँमा एकदम बबालले एकदम ठुलो आइरहेको छ के त्यही भएर मेरो बोलीहरू पनि तपाईँहरूलाई सुन्नु सकिएन होला हैन मेरो गाडी चाहिँ यहीँ सँगै छ अनि यहाँ मिसिन आएर चाहिँ लोड गरिदिनु पर्ने हुन्छ कि अहिले मिसिन चाहिँ उतापट्टि छ मिसिन आउँदैछ हैन यो अहिले गाडी चाहिँ म एउटै मात्रै हो तर बाला पनि छ कि चल्ने छ अनि बाला नै पुग्छ अब बाला सला लोड गरेर हामी अनि यहाँबाट चाहिँ हिँड्नु पर्ने हुन्छ हैन म यहाँ छेउछाउमै अनि मेलम्ची खोला पनि छ क्या तो यही खोला हो क्या अस्ति नै मेलम्ची डुबाउन चाहिँ आज घाम पनि एकदम चक्को लागिरहेको छ घाम बाबा लागिरहेको छ अब हेरौँ अब गाडी लोड गरौँ है गाई
2 hours after. ओके गाइज हामी चाहिँ 2 घन्टा वेट गरेर चाहिँ पानी तर्काएर चाहिँ हामी यहाँबाट हिँड्यौँ सो अब हामी पसलबाट हिँडिसक्नु भर्खर अब यहाँबाट चाहिँ हामी लगभग 2 किलोमिटर अलि हिँडेपछि चाहिँ कच्ची हिँडेपछि चाहिँ हामी हाइवे निस्किन्छौँ अनि हाइवे निस्केपछि चाहिँ हामी दोलघाट बजार पुग्नलाई लगभग अब आधा घन्टामा पुग्छौँ सो अनि त्यहाँबाट चाहिँ हामी अनि हुँदै अनि जिरिकेला गएर चाहिँ हामी अनि जिरिकेला गएर चाहिँ बस्छौँ हामी अनि जिरिकेलाबाट चाहिँ हामीले जानु एक बाटोले अनि त्यहाँ चाहिँ 8 बजीसम्म चाहिँ रोक्ने हुन्छ अनि त्यहाँ 8 बजीसम्म बसेपछि बल्ल छुट्छ अनि त्यहाँबाट चाहिँ हामी बेलुका काठमाडौँ हिँड्नु पाउँछौँ सो फाइनल गाइज अहिले चाहिँ हामी कोशी पुलमा आइपुगेका छौँ यहाँ चाहिँ हामी पानी सानी तर्काइरहेको छ गाडीको अनि अलिक पर चाहिँ चेकिङ हुन्छ कि त्यही भएर अनि हामीले चाहिँ पानी सानी फालेर जानुपर्ने हुन्छ कि अनि यहाँ चाहिँ पुलमै पुरै माछा मारिरहेको चाहिँ ढुङ्गामा चढेर तपाईँले यहाँ मोबाइलमा देखिँदैन होइन अहिले चाहिँ हामी गाडी होइन दोलघाट बजार आइपुगिसक्यो लोड गरेर अब चाहिँ हामी वहाँ जिरिकिलो पुग्नुलाई आधा घन्टा लाग्छ सो यहाँ चाहिँ हामी जिरिकिलो बजार आइपुगिसकेको छौँ यहाँ चाहिँ चेकिङ पनि भयो क्या चेकिङ पनि भयो अनि अलिअलि मामाले चिया पनि खानालाई लिनुभयो गाह्रो छ अब त्यस्तै हो होइन बुझ्नु ड्राइभिङ लाइन ड्राइभरहरूले हाम्रो ड्राइभर साथीहरूले बुझ्नु भएको छ कस्तो हुन्छ यो ड्राइभिङ लाइसेन्स पुलिस ट्राफिकसँग त कस्तो हुन्छ होइन अब ओके अब हामी जिरिकेला गएर भेट्छौँ तर जिरिकेलाको बाटो चाहिँ एकदम सानो भयो नि पिच छ क्या यहाँ गाडी कुदाउनु छुट्टै मजै आउँछ कि सो होइन यहाँको बाटो चाहिँ एकदम सानै छ क्या यताको यो जिरिकेला दोलघाटबाट एकदम सानै छ तर एकदम पिच भएको छ क्या पिच भन्दा पनि सानो बाटो सानो तर पिच राम्रोसँगै बाटोले हेर्नु होइन बाटो चाहिँ एकदम दामी छ क्या तर बाटो चाहिँ एकदम सानो यो 2टा ठुलो गाडीहरू चाहिँ अट्न पनि एकदम मुस्किलै पर्ने हुन्छ यहाँ त है तर गाह्रै हुन्छ क्या यो बाटोमा अलि 2 डबल गाडीहरू ट्रकहरू कसरी पर्दाखेरि चाहिँ टर्निङमा चाहिँ टर्निङ पनि पुग्दैन कि सो होइन आएको छ हाम्रो होइन ओके होइन यस्तै हो गाह्रो छ गाडी चलाउन चाहिँ रात दिनै हिँड्नुपर्ने कि दिन भनेर कस्तो पर्ने रात भनेर कस्तो पर्ने यस्तो हुन्छ कि गाडी भने हामी भक्तपुर आउनलाई पनि लगभग दिनभरि भनौँ न आधा घन्टा जति लाग्यो होला होइन अहिले चाहिँ हामी भक्तपुरको लाइसेन्स अब हामी मालझाडीसम्म चाहिँ आधा घन्टा पुग्छौँ अनि तपाईँहरूलाई देखाउनेछौँ ओके सोका चाहिँ अहिले चाहिँ हामी सामानझाडी ठाउँ आइपुगिसक्यो अहिले रातिको 11 बज्यो अहिले गाडी चाहिँ यहाँ छ होइन ओके गाइज म चाहिँ अब डिपोमा सामान झारेर चाहिँ सिधिसक्यो मेरो आज काम अब चाहिँ म यहाँबाट हिँड्न लाग्यो गाडी पनि खाली गरिसक्यो है अनि म चाहिँ अब गएर घर खानासाना खाएर सुत्नुपर्ने हुन्छ सो अहिले लगभग 12 बज्न लागिसक्यो जोस् अब घर गएर म सुत्छु है आजको भ्लग चाहिँ यति नै हुन्छ ओके बाई बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम